छु एवं उहाँ राष्ट्रिय जनता पार्टीका केन्द्रीय सदस्य पनि हुनुहुन्छ। उपस्थित पत्रकार साथीहरू, सुरक्षाकर्मी साथीहरू, सम्पूर्ण राष्ट्रवादी शुभेच्छुक साथीहरू, सबैलाई कुमार चौधरी तर्फबाट स्वागत नमस्कार। हतो वा प्राप्स्यसि स्वर्ग जित्वा वा भक्ष्यसि महिम तस्मात् उत्तिष्ठ कौन्तेय युद्धाय कृतनिष्ठ। हे राष्ट्रपाका सेनानीहरू, हे देशभक्त सेनानीहरू, यदि हामी यस देशको लागि लड्दा लड्दै पर्यौं भने पनि हामी स्वर्गमा जानेछौँ। यदि हामी हार्यौं भने फेरि असत्यमाथि हार हुनेछ, असत्यले विजय प्राप्त गर्नेछ। त्यही भएर हामी न्यायको लागि भने पनि हामी लड्नु पर्नेछ र यो घाममा विभिन्न कामलाई साथी राखेर यहाँ आउनुभएको सम्पूर्ण साथीहरूलाई फेरि पनि स्वागत नमस्कार। विश्वमा 195 भन्दा धेरै राष्ट्रहरू छन्। देशमा हिन्दू राष्ट्र भयो भने के हुन्छ त? देशमा हिन्दू राष्ट्र भयो भनेपछि यहाँ बस्ने हिन्दूहरूलाई मात्र फाइदा हुँदैन। विश्वमा लगभग 8.1 बिलियन पपुलेसन छ। त्यसको 1% मात्रै भए पनि 87 करोड हुन जान्छ। यदि यो देश नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्यो भने हिन्दू राष्ट्र कस्तो छ भनेर हेर्न आए भने मात्र पनि 87 करोड पपुलेसन नेपालमा आउँछ। त्यो देशबाट यहाँ भएका सम्पूर्ण हिन्दू, मुस्लिम, क्रिस्चियन, बुद्धिस्ट सम्पूर्ण धर्मावलम्बीहरूको फाइदा हुनेछ। कसरी भनेपछि यहाँको पर्यटन व्यवसायलाई फस्टाएर। त्यही भएर अब हिन्दू राष्ट्र होला भनेर कोही सशङ्कित हुनु पर्दैन साथीहरू। एव चिन्तयते कामं तम तम न प्राप्नोति निश्चितम। हामी यो महान कार्यमा हामी आज जति 1050 जना छौँ, आज भोलि हामी करोड लाखमा हामी सडकमा उत्रिन्छौँ। यो हाम्रो न्यायको लागि यो लडाईँ हो। त्यसैले तपाईँ हामी सबैलाई अवगत भएको कुरा हो। देशमा प्रदेश खारिजी भयो भनेपछि यो संहिता त्यसै पनि खाडो भइसकेको छ। 80 लाख भन्दा प्रति व्यक्ति मान्छेको ऋण भार भइसकेको छ। अब नेपाल आमाले फेक्न नसक्ने भइसकेकी छिन्। त्यही भएर अब राष्ट्र जोगाउने उसमा पनि अब हामी सबैमा लाग्नुपर्छ भन्दै म यहाँहरूबाट फेरि पनि जय राष्ट्रवाद भन्दै छुट्टिन्छु। धन्यवाद।